हेलो एभ्रिवान, के छ? सन्चै आरामै हुनुहुन्छ? आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ है। म पनि ठिक छु। अनि आजको हाम्रो यात्रा चाहिँ हाम्रो थानादेखि हामी सन्धिहरको बजारसम्म चाहिँ होइन हिँडेर जाने यात्रा छ। यतै चाहिँ हानिसक्यो। हिँड्नु पऱ्यो, टार्गेट हो आज चाहिँ। त्यहाँदेखि अब जानु छ। अहिले चाहिँ हाम्रो घडीमा 1:30 भइसकेको छ। 1:30 गइसकेको छ होइन। म र एकजना साथी छौँ। मेरो चाहिँ त्यो मम्मीको लागि मेडिसिनहरू पनि ल्याउनु पर्ने छ। त्यो भएर चाहिँ त्यो काम पनि भयो, प्लस साथीहरूसँग यसो होइन भेटघाट पनि। अनि त्यो चाहिँ कोरियाबाट आएको मोटो भएर आएको छ होइन। अब त्यसको चाहिँ ज्यान घटाइदिएर अनि कोरिया सुकाएर पठाइदिने हो क्या। के हुनाले चाहिँ म चाहिँ हाम्रो साधन घरमै छोडेर मजाले हिँड्दै जाने भन्ने प्लानले चाहिँ हिँडिरहँ होइन। अहिले चाहिँ हामी सर्टकटको लागि चाहिँ त्यसकै हाम्रो अनिल भाइको घरदेखि चाहिँ तल झरेर जाने हो। म त्यो भाइको घरनिर चाहिँ अब लगभग आइपुग्न थालेँ जस्तो होइन। घरभित्री त छिर्ने होइन कि अब जे होस् आउँदैछु। यो हाम्रो ठाउँलाई चाहिँ फुलडुङ्गा भन्छ होइन। पुरै ब्ल्याक छ, उता त भ्यू चाहिँ बब्बाल छ होइन। जस्तो क्यामेरा हुन्छ त्यो अलग्गै हुन्छ कि हाम्रो आँखाले देख्ने र होइन क्यामेराको चाहिँ धेरै डिफ्रेन्ट हुने कि होइन। पुरा बब्बाल छ आँखाको भ्यू चाहिँ होइन। क्यामेराको भ्यू चाहिँ अब पुरै ब्ल्याक देखिन्छ होइन। किनकि उतातिर काम त लाग्यो होला, हल्का बादल लागिरहेको होइन। त्यो तल चाहिँ भिड छ यस्तो, बाटो डेन्जर छ फेरि एकदम अफ रोड हिँड्ने हो हामी चाहिँ। तल खोला पुगेपछि चाहिँ पिच बाटो सुरु छ। मेरो घरतिरबाट चाहिँ पिच बाटो थियो, तर त्यो चाहिँ अलि लङ पर्ने भयो कि। त्यो हुनाले चाहिँ हामी गरे ठिक छ। के कस्तो हुन्छ यात्रामा होइन म चाहिँ हजुरलाई भन्दै जानेछु, देखाउँदैछु होइन। हामी सँगै हिँडौँ, यात्रा गरौँ होइन। के कस्तो हुन्छ
फाइनल्ली हामी चाहिँ सन्धिखर्क बजारमा आइसक्यो होइन। मेरो साथी चाहिँ आफ्नो काममा गइसक्यो। यो चाहिँ भक्ति टोला जाने बाटो हो, यो चाहिँ बसपाट जाने बाटो, यो चाहिँ हल लाइन भन्छ यसलाई चाहिँ होइन। मेरो यहाँ चाहिँ अगाडि एकछिन काम छ, मम्मीको त्यो नेक्लेसहरू छ त्यसलाई चाहिँ यसो मर्मत गर्नुपर्ने छ होइन। भ्यू चाहिँ एकदम बब्बाल छ, बब्बाल होइन। जे होस् चलपल चाहिँ छ कि होइन, बजार हो नि त, चलपल त भइहाल्नु पऱ्यो नि त। जिल्लामा चलपल भएन भने त के फाइदा होइन। लगभग मेरो मम्मीको चाहिँ नेक्लेस बनाउने ठाउँ चाहिँ आयो। म चाहिँ अब यात्री, पैदल यात्री भएर आएको। अब के हो भन्ने कुरा कि साधनहरू छैन, त्यही भएर अलि गाह्रो भइरहेको छ मलाई। गाडीहरू आएको छ कि छैन भन्ने कुरा। हाम्रो सुनचाँदी पसल चाहिँ यही हो। है फुलबारी, यसलाई चाहिँ हाम्रो सन्धिखर्क बगैँचाको चाहिँ यो मेन फुलबारी हो होइन। पहिला चाहिँ अलि अर्कै थियो, अहिले चाहिँ एकदम डेभलप भएछ, बब्बाल छ, बब्बाल बेस चाहिँ होइन। म चाहिँ एक्लै भएँ, मेरो चाहिँ साथी चाहिँ उता गयो यसो फोटोहरू क्लिक गर्नको लागि। यहाँ चाहिँ अननोन पर्सनहरू, अब लेडिज, अब बोयफ्रेन्ड गर्लफ्रेन्ड भएपछि चाहिँ कला भन्ने क्या होइन। त्यहाँ हेर न ती तरुणीहरू चाहिँ बब्बाल बब्बाल छन्। के हो भ्यू चाहिँ बब्बाल छ होइन। हाम्रो यहाँ चाहिँ पार्क छ, एउटा बस्ने पार्क छ, त्यहाँ पनि छ। अब यो चाहिँ हाम्रो मन्दिर हो होइन, बब्बाल छ मन्दिर पनि होइन। यो लुक्समा चाहिँ होइन, मन्दिरै हो जस्तो, सानो भए पनि ठुलो भए पनि, तर चाहिँ लुक्स चाहिँ बब्बाल छ कि जय होइन। त्यस्तो शान्त वातावरण चाहिँ छ छनलाई। के छ भन्दाखेरि चाहिँ उता चाहिँ हाइवे छ होइन। यता हाइवे भइसकेपछि यता पनि हाइवे नै छ, यता मन्दिर उता पनि चाहिँ हाइवे भइसकेपछि चाहिँ के हुने रहेछ भन्दा चाहिँ बाहिरको पनि आवाज आइदिँदैछ कि। यहाँ चाहिँ चिरबिर होइन, चराको आवाजसँग चाहिँ एकान्त कि बाहिरको आवाज आएन भने चाहिँ बल्ल पिसफुल एरिया हुन्छ कि। यो पिसफुल एरिया भनेको हाम्रो बुटुलको कमल पोखरी मात्रै छ होइन, त्योभन्दा चाहिँ छैन। एक्लै आएको होइन। अब त्यो अरू सबै जोडी आउँदाखेरि आफू एक्लै हुँदा चाहिँ भेजा लाग्ने रहेछ होइन। म चाहिँ एक्लै छु। चाहिँ बब्बाल छ, देख्न सक्नुहुन्छ होइन। जो नटिप्नु हेर कपिला, नचुन्नु पापा लाग्दछ भन्थे, त्यस्तै हो मलाई पनि। बब्बाल छ, ठिक छ, इन्जोय होइन। त्यही हो। यो चाहिँ हाम्रो के भन्छ, कहाँनिरबाट आउन सकिन्छ भन्दाखेरि चाहिँ हाम्रो त्यो छ नि सन्धिखर्कको बगैँचा होइन। हामी यो पनि बगैँचै हो। बगैँचा भन्ने त्यो मेन एउटा बुटोल फुटबाङतिर जाने हाइवे छ, त्यहाँदेखि चाहिँ उता बुटोलतिर नगएर चाहिँ भित्र चाहिँ एउटा मन्दिर जस्तो देखिन्छ, मन्दिरदेखि चाहिँ भित्र छिर्न सकिन्छ होइन। पेस चाहिँ बब्बाल छ। हाम्रो चाहिँ यति बेला रातिको 8 बजेको छ होइन। हामी चाहिँ सन्धिखर्कदेखि चाहिँ खन्न निस्किन लाग्यो होइन। हालत चाहिँ एकदम बुरा हो, किनकि हामी उकालो निस्किँदै होइन सेसे हाने हो, अरू त केही बुरा होइन कि सेसे हाने हो होइन। मेरो हालत देख्न सक्नुहुन्छ यस्तो छ
हैन एकदम के हो भने चाहिँ यो हाम्रो मेमोरी हो हुनलाई हैन तर चाहिँ केटाहरूलाई चाहिँ कल गरेको लिउन आइज भनेर हामी चेक गऱ्यौँ होइन केटाहरूले चाहिँ फोन उठाएनन् होइन साथीभाइ भनेको दुःखमा चिन्ने हो कि बात त सही है सुखमा त बिहानका लोडा आफै कमाउने हो दोस्त आफ्नै तालमा छोड्दै मलाई मेरो हालमा हिँड्दैछु म यहाँ चार्जमा कोही छैन मेरा आफ्ना हिँड्दैछु आफ्नै तालमा छोड्दै मलाई मेरो हालमा हिँड्दैछु म यहाँ चार्जमा कोही छैन मेरा आफ्ना हुर्केको फुटपाथमा मेरो जीवन अन्धकारमा कोही छैन आज साथमा मेरो भन्नु यहाँ आफ्ना पर्खाइमा कति बस्नु जाठा छाडी जानेको